नमस्कार। आज शनिबारदेखि धनगढी उपमहानगरपालिकाले पुनः शनिबारीय महिला उद्यमी मेला सुरु गरेको छ। यो मेला गत वर्षकै ठाउँ पार्क रोड जिन्जी मार्गमा सञ्चालनमा आएको छ। उपमहानगरपालिकाले गत वर्षदेखि महिला उद्यमी शनिबारी मेला सञ्चालनमा ल्याएको हो। गत वर्ष मङ्सिर 1 गतेदेखि सुरु भएको थियो। शनिबारी मेला बर्खा मौसम सुरु भएपछि स्थगन भएको थियो। मेलामा महिलाहरूले आफूसँग भएको काला सिपबाट बनेका हस्त सामग्रीका स्टलहरू राखेका छन्। घरमै पकाउन सकिने मिठो पकवानका 40वटा स्टलहरू पनि रहेका छन्। शनिबारीय महिला उद्यमी मेलाको आयोजना आर्थिक रूपमा महिलालाई सशक्तिकरण गर्ने उद्देश्य रहेको मेयर गोपाल हमालले बताउनु भएको छ। यसबाट गत वर्ष धेरै महिला लाभान्वित भएका थिए। आजको शनिबारी मेलामा पनि अधिकांश उनै गत वर्ष सहभागी भएका महिलाहरूका स्टलहरू रहेका छन्। उनीहरूले गत वर्षको भन्दा यस वर्ष बढी आम्दानी गर्ने अपेक्षा राखेका छन् र गत वर्ष पनि उनीहरूले राम्रो आम्दानी गरेको बताएका छन्। के छ यसमा सामानहरू? यो बाटेको धुप छ, मालाहरू छ, यो फुलबत्ती छ, यो उसको पाँचले बत्ती, रब्बर, टुना टपरी। यो सबै तपाईँले आफ्नै घरमा उत्पादन गर्नुभयो? आज पहिलो शनिबारीय मेलामा पनि अवलोकनकर्ताहरूको संख्या उल्लेखनीय रहेको छ। मेलामा बालबालिकाका लागि खेल्ने स्थान र सांगीतिक प्रस्तुति समेत रहेको छ। मेलाको उद्घाटन प्रदेश कृषि तथा सहकारी मन्त्री बिरबहादुर थापाले गरेका छन्।